प्रश्न नम्बर 1 छाताको प्रचलन कुन देशबाट सुरु भएको थियो? अप्सन ए नेपाल, अप्सन बी चीन, अप्सन सी भारत, अप्सन डी बेलायत। राइट आन्सर रहेको छ अप्सन बी चीन। प्रश्न नम्बर 2 आजसम्म कसैको गुलाम नभएको देश कुन हो? अप्सन ए नेपाल, अप्सन बी भारत, अप्सन सी अमेरिका, अप्सन डी जापान। राइट आन्सर रहेको छ अप्सन ए नेपाल। प्रश्न नम्बर 3 नेपालको सबैभन्दा बढी गर्मी हुने ठाउँ कुन हो? अप्सन ए नेपालगञ्ज, अप्सन बी काठमाडौँ, अप्सन सी सुर्खेत, अप्सन डी रुकुम। राइट आन्सर रहेको छ अप्सन ए नेपालगञ्ज। प्रश्न नम्बर 4 नेपालको संविधान अनुसार नागरिकले पालना गर्नुपर्ने नियम कति रहेका छन्? अप्सन ए 2, अप्सन बी 3, अप्सन सी 4, अप्सन डी 5। राइट आन्सर रहेको छ अप्सन सी 4। प्रश्न नम्बर 5 नेपाल राष्ट्र ब्याङ्कको स्थापना कहिले भएको थियो? अप्सन ए 2013 वैशाख 14 गते, अप्सन बी 2013 वैशाख 15 गते, अप्सन सी 2013 वैशाख 16 गते, अप्सन डी 2013 वैशाख 24 गते। राइट आन्सर रहेको छ अप्सन ए 2013 वैशाख 14 गते। प्रश्न नम्बर 6 नेपालमा स्थापना भएको पहिलो ब्याङ्क कुन हो? अप्सन ए नेपाल ब्याङ्क लिमिटेड, अप्सन बी राष्ट्रिय वाणिज्य ब्याङ्क, अप्सन सी नेपाल राष्ट्रिय ब्याङ्क, अप्सन डी कुमारी ब्याङ्क। राइट आन्सर रहेको छ अप्सन ए नेपाल ब्याङ्क लिमिटेड। प्रश्न नम्बर 7 नेपाल राष्ट्र ब्याङ्कको पहिलो गभर्नर को हुन्? अप्सन ए हिमालयन शमशेर जबरा, अप्सन बी पुष्करनाथ शर्मा, अप्सन सी तिलक रावत, अप्सन डी महाप्रसाद अधिकारी। राइट आन्सर रहेको छ अप्सन ए हिमालयन शमशेर जबरा। प्रश्न नम्बर 8 हाल नेपालमा कति प्रकारका नोट प्रचलनमा रहेका छन्? अप्सन ए 6, अप्सन बी 7, अप्सन सी 8, अप्सन डी 11। राइट आन्सर रहेको छ अप्सन बी 7 प्रकारका।